जापान चाहिँ जापान जस्तो हुनुमा सानो कुराहरूको चाहिँ डिफ्रेन्स छ कि है। अब हाम्रोतिर चाहिँ कस्तो, नेपालतिर चाहिँ कस्तो हुन्थ्यो भने तपाईँको खोला छेउतिर होइन, अलिकति सहर नाली भएको ठाउँतिर जाँदाखेरि चाहिँ त्यहाँको स्मेलले चाहिँ हामीलाई बाटोमा हिँड्नु कति असहज हुन्छ नि होइन। यहाँको तपाईँको वातावरण हेर्नुहुन्छ भने यहाँनिर खोला छ, प्लस यहाँ तपाईँको बाटो यस्तो छ खोला छेउमा, तपाईँ हिँड्नु तपाईँलाई त्यस्तो नराम्रो स्मेल भन्ने कुरा चाहिँ जापान त्यसै विकास भएको होइन होइन। यहाँको मान्छेहरूको सानो कुराहरूको डिसिप्लिनदेखि लिएर हरेक कुराहरूको मेहनत छ कि यहाँ होइन, गामपत्ते छ कि धेरै कुराहरूको जापान विकास हुनुमा। नेपालीले जापानलाई चाहिँ धेरै कुरा सिक्नुपर्ने छ र यहाँको कल्चर हेरेर, यहाँको जुन माहौल हेरेर चाहिँ धेरै कुराहरू चाहिँ नेपालले सिक्नु जरुरी छ है त गाइज।